धेरै पछि सफारीमा हामी दुईजना यसरी हिँड्दैछौँ। हामी एउटा नयाँ सामान किन्नको लागि अगाडि गइरहेछौँ। हामी आलिगमसम्म जान्छौँ। हामी के किन्दैछौँ बुढी? इबी के इबी? स्कुटी। त्यसलाई मोप्याड भन्छ, स्कुटी भन्दा पनि मोप्याड भन्छ। सो हामी इबी मोप्याड किन्ने सोचमा छौँ, त्यही भएर हेर्न गइरहेछौँ। तेलको भाउ एकदम बढ्यो नि त, तेल हाल्न नसक्ने भइसक्यो। त्यही भएर इबी मोप्याड इबी हेर्ने हो, मन पऱ्यो लिने हो। र सफारीमा हामी जाँदैछौँ। यतिखेर कहाँ हो यो? कञ्चनबारी आइपुग्न आँट्यो। सरर जाउँ जाउँ, मन पऱ्यो किनौँ, अनि सरर कुदाउँदै आउँ। आम्मामा हामी आलिगमभन्दा थोरै अलिकति अगाडि छ त्यसको सोरुम। त्यही भएर हामी कञ्चनबारीबाट अलिकति अगाडि गइसक्यौँ। थोरै अगाडि छ, आलिगमभन्दा थोरै अगाडि। तिर भाडातिर तेरो भाडा कति भयो? भाडा 140। ल सो हामी भाडा तिरेर अब अगाडि जान्छौँ मोप्याड लिनलाई। के अरे इलेक्ट्रिक स्कुटी होइन? ल यहाँ छ। देवेनहरूले लिएको यो हो। खै त्यो कलर छैन त। कस्तो लाग्यो बस्दाखेरि? आनन्द लाग्यो नि। अनि ठिक छ, राम्रो छ, एकदम कम्फर्टेबल पनि। यही लिने हो? यही लिने यही हो कन्फर्म? कुदाएर हेर्न मन छ। यहाँ धेरै मोडलहरू छन्। यहाँ धेरै तपाईँहरूलाई इलेक्ट्रिक स्कुटी, मोप्याडहरू, अरू के भन्छ इलेक्ट्रिक साइकल भन्छ होइन, हो त्यो सबै कुराहरू लिन चाहनुहुन्छ भने यहाँ आउन सक्नुहुन्छ। यहाँको डिटेल चाहिँ सरले दिनुहुन्छ। ल म सरलाई माइक दिँदैछु, उहाँले दिनुहुन्छ। अब यहाँ तपाईँको इलेक्ट्रिक स्कुटीहरू जति पनि छ, तपाईँको मोपेडदेखि लिएर भनौँ न स्कुटी टाइपको अलिक लाइटमा हेभीमा तपाईँको ठ्याक्कै आउने लोकेसन भनेको यो हाम्रो नेपाल आइलिगमदेखि ठ्याक्कै उत्तरपट्टि तपाईँको धरान जाने बाटो, धरान लाइन, धरान रोड भन्छ। सोरुमको नाम तपाईँको एफडी मोटर्स निडिल ट्रेडर्स भन्ने छ। लोकेसन भनेको ठ्याक्कै तपाईँको यहाँ हाम्रो कदमगाछी भन्छ, कदमगाछी चोक, औषधि विभागको छेउमा कदमगाछी चोक। ल सरले लोकेसन भनिहाल्नु भयो, तपाईँहरूलाई पनि चाहिएको छ भने आउनु होला। हामी चाहिँ एउटा मन परिसक्यो, अब एक्ज्याक्टली त्यही एउटा लिएर जान्छौँ होइन? लाने कि नलाने? लाने। अब फेरि सफारीमा नजाने होला होइन? नजाने सफारीमा। ल यो मोडल एकदम ठिक लाग्यो हामीलाई। अब यो लाइट चाहिँ कन्टिन्यू बल्ने रहेछ, त्यति ब्याट्री कन्जम्सन हुँदैन अरे। डे एन्ड लाइट अरे, डे एन्ड नाइट लाइट। के छ त, मन पर्यो? मन पर्यो नि, मन पर्यो, राम्रो लाग्यो। अब कुदाउँदा कस्तो हुने? सक्छ कुदाउन? सक्नु पर्यो नि, सिक्ने पहिले? सिक्नु परेन त। पहिले स्कुटी कुदाएको हो त हौ। कुदाएको अनि बिर्से कति भयो। यसमा केही त हुँदैन, एक्सिलेटर त हो।
अलि बानी नभएर चाहिँ कस्तो कस्तो लाग्दो रहेछ नयाँ हेलमेटमा कस्तो देखियो मलाई त खतरा देखिएको छ नि कस्तो देख्यो बुढी कस्तो हेन्सम देखेको छ ह्याट बच्चैदेखि हेर्छ अलिक गह्रो भइसकेछ हौ पक्ड एकचोटि खोल्नु टायो रहेछ ग्याममा रहेछ क्या सेप चाहिँ राम्रो हुने रहेछ तिमीलाई पनि लगाउनु मन लाग्यो के हेलमेटै जिन्दगीमा पहिलोचोटि अस्ति नै लगाएको होइन स्कुटी कुदाउँदा त्यसो भन नि त आफ्नो लागि हेलमेट लगाएको गुड ल बधाई छ मिठाई खुवाउने होइन सो फाइनली हाम्रो इभी रेडी भइसक्यो अनि पेपर लिइसक्यो अब हामी निस्किन आँटेको So this much for this vlog and see you in next video. Thank you for watching.